हेलो गाइस, के छ हाल खबर? भोलि हाम्रो साह्रै नै इम्पोर्टेन्ट म्याच छ नेपाल भर्सेस युए को। आउनुहोस् यी दुवै टिमका केही खेलाडीहरूको पर्फर्मेन्सहरूको बारेमा डिस्कस गरौँ। कुशल भुर्तेल यिनी नेपाली ब्याट्सम्यान हुन्। यिनी राइट एन्ड टप अर्डर ब्याट्सम्यान हुन्। यिनले 62वटा इन्टरनेसनल म्याच खेलिसकेका छन् र यिनले 1600 भन्दा धेरै रन बनाइसकेका छन्। यिनको स्ट्राइक रेट छ 128.82। आसिफ शेख यिनी विकेट किपर प्लस ब्याट्सम्यान हुन्। यिनले 62वटा टी20आई इन्टरनेसनल म्याच खेलिसकेका छन् र यिनले 1444 टी20आई इन्टरनेसनल क्यारियरमा बनाइसकेका छन्। यिनले 119.14 को स्ट्राइक रेटले रन बनाउने गर्छन्। सन्दीप लामिछाने यिनलाई नचिन्ने नेपालमा कोही छैन होला सायद। यिनी राइट आर्म लेग स्पिनर बलर हुन्। यिनले 64वटा टी20आई इन्टरनेसनल म्याचेस खेलिसकेका छन् र 121वटा विकेट लिइसकेका छन्। इकोनोमिक रेट छ यिनको 6.11। यिनीसँग यस्तो दुर्लभ रेकर्ड छ, यिनले फास्टेस्ट 100 विकेट लिनेमा यिनी ग्लोबलीमै सेकेन्डमा पर्छन्। अब आउनुहोस् कुरा गरौँ युएको प्लेयरको बारेमा। मोहम्मद वासिम यिनी विस्फोटक बल्लेबाज हुन्। यिनले 84वटा म्याच खेलिसकेका छन् र यिनले 3024 रन बनाइसकेका छन्। स्ट्राइक रेट 154.12 को हिसाबले यिनले सबैभन्दा फास्टेस्ट 3000 रन बनाउनेमा यिनी तेस्रो नम्बरमा पर्छन् ग्लोबलीमा। वृत्य अरविन्द यिनी युएका विकेट किपर ब्याट्सम्यान हुन्। यिनले 48 म्याचेस खेलिसकेका छन् र यिनले 1052 रन आफ्नो बल्लाबाट हानिसकेका छन्। युएका बलर विनायक सिद्दिकी राइट आर्म मिडियम फास्ट बलर हुन्। यिनले 28वटा म्याच खेलिसकेका छन् र 33वटा विकेट चटकाइसकेका छन्। यिनको सबैभन्दा राम्रो पर्फर्मेन्स भनेको रिसेन्टली सकिएको एसिया कपमा उनले 4 विकेट लिएका थिए, जम्मा 18 रन मात्र दिएर। यो यिनको सबैभन्दा नोटेबल म्याच थियो। Like and subscribe.